मङ्सिर पुस माघ यो महिनामा चाहिँ चितुवा अलिक बढी देखिन्छ यो पहाडी भेगमा। यो खालको चितुवा चाहिँ गत वर्षभन्दा अहिले अझ बढी होला जस्तो, किन यो बिगत यो 1 महिनामै हामी झन्डै 4वटा उद्धार गरिसक्यौँ एक कास्कीबाट मात्रै। यसको चाहिँ अहिले जङ्गल पनि बढेको हुनाले यसको आहारा पनि बढेको हुनाले यसको समूह पनि बढेको जस्तो हामीले अनुभव गरेका छौँ। अब गत वर्षको रेस्क्यु हेर्दा कस्तो छ र यो रेस्क्युलाई कसरी व्यवस्थापन गर्ने गर्नुभएको छ? यस्तो हामीले नर्मली डाटिङ गरेर रेस्क्यु गर्ने गर्छौँ यसलाई चाहिँ, किन हामी नजिक जान सक्दैनौँ। डाटिङ गर्दाखेरि हामीले जाइलेजिन र केटाबिनको प्रयोग गरेर यसलाई लट्ठ्याउँछौँ। लट्ठिसकेपछि यसलाई सामान्य उपचार हामीले यहीँ गर्छौँ र यसलाई हामीले रेस्क्यु सेन्टरमा लगेर फर्दर उपचार गर्नुपर्ने भए त्यसलाई फर्दर उपचारमा 1-2 दिन राख्छौँ र यो यदि ठिक भयो अब यसलाई जङ्गलमा छोड्ने अवस्थामा आयो भने यसलाई हामीले निकुञ्जतिर लगेर यसलाई छोडिदिन्छौँ। चितवन निकुञ्जतिर अथवा घना जङ्गलमा कतै हामीले चाहिँ छोड्ने गर्छौँ। मानवीय क्षतिको हिसाबले कास्कीमा त्यस्तो खालको केही घटनाहरू भएको छ? अहिलेसम्म त्यस्तो घटना चाहिँ हाम्रोमा छैन। तनहुँमा चाहिँ 1-2 सुनिएको छ तर कास्कीमा छैन। भनौँ यो पछिल्लो वर्षहरूमा चाहिँ बढ्दो क्रम हो? बढ्दो क्रममा छ यो चितुवाको सङ्ख्या चाहिँ। जस्तो गणनाको हिसाबले त्यस्तो गणना हुने केही भन्नु? गणना भने हामीले गणना गर्दैनौँ। गणना गर्ने अब एनटिएनसी यिनीहरू गर्नुसक्छ होइन, अब वाइल्ड लाइफमा काम गर्ने गर्नुभएको र तर हामीले डाइरेक्ट यति छ भन्ने गणना चाहिँ गरेको छैनौँ। यसको सङ्ख्या चाहिँ नर्मली जति देखिन्छ त्यो देखेको आधारमा यसको सङ्ख्या बढेको भन्ने हामीले। जसरी पछिल्लो घटना तपाईँले चाड भन्नु भने कुन क्षेत्रमा कहाँ भेटिएको थियो? एउटा चाहिँ कास्कीकै सिदिङ भन्ने ठाउँमा होइन, एउटा यो एयरपोर्टमै भेटियो होइन, एउटा यहाँ भयो, एउटा यो पुनो कालिम्पोङ भयो। त्यसपछि अर्को चाहिँ हामीले यो लुवाङ